बिहान हजुरहरूको कुरालाई मध्यनजर गरेर हामीले पनि नेबुलाइजर मेसिन बाफ लाउने मेसिन है एभाइलेबल गरिसकेका छौँ। धेरैजनाले बेबीको लागि पाइने सबै सामग्रीहरू त हजुर कहाँबाट हामीले लाने गरेका छौँ, तर एउटा बाफ लाउने मेसिन पनि राखिदिनु न म्याम भन्नुभएको थियो। तर हामीले यो बाफ लाउने मेसिन पनि राखेका छौँ है। हेर्नु त यो बेबीको लागि मेसिन बेबीको लागि छुट्टै र ठुलो मान्छे एडल्टको लागि छुट्टै भनेर आउँदैन, एउटै नै हो। हजुरहरूले यसमा मेसिनमा किन्दाखेरि यो सेट नै पाउनुहुन्छ। यो ठुलो मान्छेलाई युज गर्न मिल्छ भने यो बेबीको लागि युज गर्न मिल्छ र हजुरले यो छुट्टै किन्नुभयो भने बेबीको लागि छुट्टै र एडल्टको लागि छुट्टै पाउनुहुन्छ। यो हामीले के अरे नेबुलाइजर मेसिन ल्याएका छौँ। हामीले यो एउटा तार हुन्छ, यो हामीले लाइनमा जोडिसकेका छौँ र अर्को यो पाइप हुन्छ। यो पाइप हामीले यसमा अलरेडी नै एट्याच गरेका छौँ, किनभने भिडियो लामो हुन्छ भनेर। यसमा हामीले अन गर्छौँ। हामीले यसमा औषधि राखेका छौँ है। डक्टरको सल्लाह अनुसार हजुरले यसमा कति औषधि राख्ने डक्टरहरूले भनिदिनुहुन्छ, त्यही अनुसारको औषधि राख्ने र बेबीलाई बाफ लगाइदिने। यसो एउटा बेबीको लागि र अर्को चाहिँ एउटा ठुलो मान्छेको लागि है। यसैमा पनि हजुरहरूले यो बाफ लाँदा चाहिँ एकदमै ख्याल गर्नुपर्ने हुन्छ। जस्तै यो भित्रको एउटा यो हुन्छ, यो हरायो भने चाहिँ बाफ फाल्दैन है। बाफ फाल्दैन। हजुरले यो चाहिँ मेन, त्यसलाई चाहिँ एकदमै ख्याल गर्नुपर्ने हुन्छ। सफा गर्दाखेरि त्यसलाई चाहिँ एकदम ख्याल गरिदिनु होला। यसरी गर्नुभयो भने चाहिँ बाफ फाल्छ। नजिकै हुन्छ, पसल भिजिट गरेर लान सक्नुहुन्छ। टाढा हुनुहुन्छ, हामीलाई टिकटकमा, मेसेन्जरमा प्लस वाट्सएपमा चाहिँ मेसेज गर्न सक्नुहुन्छ। हामीले अल ओभर नेपाल डेलिभरी गरिरहेका छौँ। यो सँगसँगै हामीसँग नेबुलाइजर मेसिन धेरै भेराइटीमा छ। एउटा हजुरहरूको औषधिहरू यसमै राख्न मिल्नेछ है। हामीसँग एउटा यो इन्डियन कम्पनीको छ, एकदम राम्रो छ। यसमा सामान राखिदिनु, औषधिहरू पनि यसमै राखिदिनु, धेरै ठाउँ खोजिराख्न पर्दैन। यसरी एट्याच गरिदिनु। हामीसँग धेरै भेराइटीमा प्लस धेरै कम्पनीमा छ। अहिले मैले हजुरहरूलाई यही दुईवटा नै देखाएँ र हजुरहरूलाई चाहियो भने हाम्रो खुसी बेबील्यान्डमा आइदिनु होला। धन्यवाद।